यहाँदेखि रानीझर्रादेखि कहाँसम्मको यात्रा हो रे अङ्कल? आज रानीझर्रादेखि माथि पुस्तक पसल बिबी चोकसम्म। बिबी चोकसम्मको यात्रा आज बिबी चोक। आज बिहानै हामी यसो यात्राको क्रममा छौँ। बिहानै यात्राको क्रममा छौँ हामी यहाँ आज रानीझर्राको ठाउँ। रानीचोक बाटो पनि यस्तै छ। हामीलाई चाहिँ यो अटोले रोकिराख अहिले होइन। बाटो पनि एकदम खतम छ कि बाटो यस्तो छ। अनि यहाँ मान्छेहरू पुरै धमाधम आइरहेको छन् होइन। म पनि ज्ञानज्योति पऱ्याएँ पहिला होइन। अङ्कल कस्तो चलिरहेको छ त यात्रा? यात्रा ठिक छ। यात्रा चलिरहेको छ। हामी ठ्याक्कै यहाँबाट पिप्लारुखबाट जान लाग्यौँ अब माथितिर गएर ठ्याक्कै आएर होइन। अब झ्याक्कै हामी कहाँनिर जाने रे? नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको नजिक जान्छौँ हामी। त्यहाँको यात्रा छ आएको। यो गाडीले साइड नदिएर पनि बिचबाट लिएर आएको छ होइन। बाटोभित्र गएर त्यहाँदेखि फिर्ता जाने। त्यहाँबाट फेरि माथितिर जान्छौँ हामी। अब यताबाट यता जान्छौँ हामी। यहाँबाट ट्याक्क लगायो। ए गोरु आयो, गोरु बिचबाट हट्दैछ होइन। अब ट्याक्क यहीँनिर जान्छौँ हामी जहाँ सुनिल स्टेसनरी छ त्यही नजिकै गएर अब हामी यतातिर गएर फिर्ता गएर एनआइएनजी ब्याङ्क यहाँ जाने यहाँको यात्रा हो।